हेलो एभ्रिवान, आज हामी कक्षा 10 को म्याथ सब्जेक्ट को अभ्यास 1.1 को क्वेशन तथा एन्सरहरू लिएर आएका छौं। क्वेशन यस प्रकार छ। समूहको गणनात्मक उदाहरण सहित प्रस्तुत गर्नुहोस् र शिक्षकलाई देखाउनुहोस् भनेको छ 1 नम्बरको क्वेशनमा। त्यसैले हामी गणनात्मक भन्नाले हामी के बुझ्दछौं भने गणनात्मक संख्या कति छन् भन्ने कुराहरू बुझ्दछौं। त्यसैले a बराबर a e i o u मानेका छौं। त्यसैले नम्बर अफ a इक्वल टु 5 हुन्छ। त्यसैगरी ख नम्बरको क्वेशनमा सोधेको छ, यदि समूह a र b मा a को उपसमूह b भए नम्बर अफ a युनियन b र नम्बर अफ a इन्टरसेक्सन b को मान कति हुन्छ भनेर भनेको छ क्वेशनले। हामीलाई थाहा छ a को उपसमूह b भए भनेर भनेको छ क्वेशनले। त्यसैले नम्बर अफ a युनियन b इक्वल टु नम्बर अफ a र नम्बर अफ a इन्टरसेक्सन b इक्वल टु नम्बर अफ a हुन्छ। ग नम्बरको क्वेशनमा भनेको छ, यदि समूह a र b एक आपसमा खप्टिएको समूह भए नम्बर अफ a युनियन b को सूत्र उल्लेख गर्नुहोस् भनेको छ। हामीलाई थाहा छ नम्बर अफ a युनियन b को सूत्र दुईवटा हुन्छ भनेर। एउटा नम्बर अफ a युनियन b इक्वल टु ओन्ली नम्बर अफ a प्लस ओन्ली नम्बर अफ b प्लस नम्बर अफ a इन्टरसेक्सन b, अथवा नम्बर अफ a युनियन b इक्वल टु नम्बर अफ a प्लस नम्बर अफ b माइनस नम्बर अफ a इन्टरसेक्सन b हुन्छ। त्यसैगरी घ नम्बरमा सोधिएको क्वेशन यस प्रकार छ, समूह a र b क्रमशः 12 र 8 सदस्य छन् भने समूह a युनियन b घटीमा कति सदस्य हुन सक्छन् पत्ता लगाउनुहोस् भनेको छ। यसमा हामीलाई सोझै थाहा छ a र b क्रमशः 12 र 8 सदस्य छन् भने a युनियन b घटीमा 12 हुन सक्छ भनेर। यस्तै भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानललाई सब्स्क्राइब गर्नुहोला। धन्यवाद।